यो सिबुको रमदान होटेल है साथीभाइ हो। रमदान होटेल यो एउटा सानो यहाँभित्र यो घरभित्र चाहिँ इन्डिया चाइनिज मार्केट छ। चाइनाले पनि विश्व नै खाछ। यो कन्टिनेन्टल होटेल एन्ड होटेलको छेउमा यता रिसोर्टहरू छन्। ल यस्तै छ। आज चाहिँ यसरी हिँड्दाखेरि पनि होइन घाम लागिरहेको छ, एकदम रमाइलो भइरहेको छ। 2-3 महिना त हामी बाहिरको यो दृश्य हेर्नै नसक्ने थियो नि, हिउँ परेर होइन, जाडो भएर लास्टै जाडो। फेरि यसरी घाम पनि लागेको थियो र यसरी घाम लाग्यो भने चाहिँ एकदम रमाइलो हुन्छ कि मनभित्रबाटै रमाइलो भएर आउँछ। जति नै समस्या भए तापनि होइन, जति नै पीर व्यथा भए तापनि एकदम मन हल्का र रमाइलो लागिरहेछ। ल यता पनि प्राय बबल भवनहरू छ, मार्केटहरू है। ल हेर्नुहोस् है साथीभाइ, यसो दृश्यहरू, बाहिरको दृश्यहरू अवलोकन गर्नु होला। ल आज त एकदम रमाइलो घाम लागिरहेछ, यसो घुमफिर गर्नको लागि। ओ माथिको भवन देख्नु भएको छ नि, त्यो चाहिँ हो त्यो अदालत, सिबुको अदालत। ल यसो छ होइन। जब घाम लाग्न थालेपछि यहाँको चराचुरुङ्गीहरू पनि एकदम रमाइरहेको छ। नभए त हिउँ पर्दाखेरि त यताको मौसम त अस्ति जाडो हुँदाखेरि -23-24 हुँदाखेरि त चराहरू त पुग्नु मर्छ। प्रायः यो साल चाहिँ खासै अब 23-24 रेसियोमा पुगेन, 14-15 को रेसियोमा पुग्यो जाडो। खासै त्यति चराहरू मरेन। परारको साल चाहिँ लास्टै चराहरू मरेको थियो। यसरी जब कि गाडीहरू रोकिन्छ चाहिँ रोकेपछि यसो दार्नुपर्छ। अस्ति नै योमा त्यो पर एउटा पोल देख्नु भएको छ नि, सेतो पोल, त्यहाँ एक्सिडेन्ट भएर त्यो अलिकति बाङ्गेको हो। अहिलेको मौसम एकदम राम्रो छ है, दामी छ घुमफिर गर्नुको लागि, दामी लागेको छ। अब यहाँदेखि गएर सपिङ गर्ने यताउता सबै। म चाहिँ यता छु होइन, सबैजनाले बोली मात्रै सुन्नु भएको छ होला है। मिस्टर हेम त अनि यता हुन्छ नि, ब्याक साइड, क्यामेराको ब्याक साइड हुन्छ कि मिस्टर हेम। मिस्टर हेम एन्ड मिस्टर हेमको बुढी। यो कसको बुढी रे? गाह्रो छ नि हो, हिजो अस्ति एउटा लजाउनु थालेछ। ल यस्तै छ, बिन्दास तरिकाले घुमफिर गर्नुपर्छ होइन। के गरौँ, हिँड्दै जाउँ कि गाडीमा? अहिलेको दृश्यहरू यस्तो। यो तपाईँको रुखहरू त अहिले त बेहाल छ, बेहाल। तपाईँको अब यो रुखहरू त पुरा पात झरेर होइन मरिगयो जस्तो देखिन्छ नि। अब तपाईँको हप्ता 10 दिनबाट फेरि पलाउन सुरु गर्छ। फुल्ने पलाउनेहरू प्रक्रिया हुन्छ, एकदम दामी हुन्छ। यतातिर पर पार्कमा छ नि, त्यो चाहिँ माइन्ड ठिस भएको मान्छे हो। काङ्ग्रेस त गयो नि, सिङ्रिङ्गै भएछ, सिङ्रिङ्गै।
एमाले पनि हिजो अस्तिसम्म देखेको थिएन, आज चाहिँ देखियो। एमाले बाहिर देखिँदाखेरि पनि रमाइलो पो हुने रहेछ त्यसका बाजे। ल है त यो मतलब यतातिर होइन इन्जोय गर्नु होला। अब कुन देशबाट हेर्नु भएको छ, नेपालबाट हेर्नुहुन्छ भने इन्जोय गर्नु होला। यो ठाउँमा प्रायः यस्तै घरहरू छ। आजको मौसम एकदम राम्रो छ, रमणीय छ। यो चाहिँ तपाईँको यहाँ बस कुर्ने ठाउँ होइन। यो यहाँ तपाईँले यहाँ देख्नुभएको छ नि, अब कुन गाडी कति नम्बरमा आउँछ भनेर यो देखाइराखेको हुन्छ। अब यति मिनट यति सेकेन्डमा आइपुग्छ भनेर, यति नम्बरको गाडी यहाँसम्म जान्छ भनेर देखाएको हुन्छ। अनि त्यो वेट गर्ने, आफू अब कहाँसम्म जानु मन लागेछ त्योमा कुरेर यसो वेट गरेर जानुपर्ने हुन्छ है साथीभाइ। पहिला उतालाको सेता भवन देख्नु भएको छ नि, त्यो त अनि एकदम पुरानो हो, पहिलाको घर अरे पुरा नराम्रो थियो। नेपालीहरूले गर्दाखेरि नेपालीहरू आयो अरे पुरा चम्का छ। अहिले त एकदम राम्रो बनाएको छ। यो घर पनि त्यही नेपालीहरूले नै बनाएको, रिपेयर गरेको, कलर लाएर पुरा हिरो बनाएको छ होइन। अब यहाँ पर तपाईँले देख्नु भएको छ नि, त्यति घर बनाउँदैछ होइन, रिपेयर गर्दैछ। त्यो यो नयाँ होइन, पहिलाको पुरानो घरहरू रिपेयर गर्दैछ। यो पर देख्नु भएको छ नि, तिनीहरू सबै नेपालीहरू हो। यिनीहरू नेपालीले बनाइराखेको छ अहिले। ल